हेलो गाइस वान्स अगेन वेलकम ब्याक टु माई सर्ट भिडियो र आज भने चाहिँ म हजुरहरूलाई यो नयाँ टनल है पावर प्रोजेक्टको जुन चाहिँ पाइपलाइन पानी लानुको लागि खोलेको टनलमा भिडियो गरेर देखाउने छु। हेर्नुहोस् त कस्तो छ अन्त म एक्लै छु है र लाइट पनि छैन छ डर लाग्दैछ त लाइट साइट पनि छैन छ। हेर्नुहोस् त साथीभाइ लाइट पनि छैन छ हौ डर लाग्दैछ। एक्लै छु म चाहिँ हौ। ए यहाँ परबाट अलिकति उज्यालो रहेछ। यो चाहिँ बाहिर गएको टनल छ नि एउटा अलिकति उज्यालो रहेछ त्यहाँ हेरौँ न त्यहाँ गुड। यो चाहिँ एकपट्टि बाहिर गइरहेको छ नि त्यो चाहिँ मिस्टेक भएर यता पसेको छ। जानुपर्ने चाहिँ यताभन्दा ओहो केही नदिए छैन नि आज यता त जानुपर्ने चाहिँ मिस्टेक भएर निस्केको टनल यता चाहिँ मिस्टेक भएर है। यहाँबाट चाहिँ यो चाहिँ मिस्टेक भएर निस्केको टनल है। तल तल हाम्रो गाउँहरू देख्ने जग्गा यो चाहिँ फाइनली साथीभाइ लाइट आए। नभए त म त डरलाग्दो टनल बिचमा फसेको थियो। एक्लै छु नि त होइन एक्लै भएलामा लाइटले केही नदेखेर चाहिँ डरलाग्दो फसिरहेको थियो होइन। यता चाहिँ यो चाहिँ यता अलिकति मिस्टेक भएर यहीँनिर निस्किएको थियो बाहिर होइन। तर जानुपर्ने चाहिँ यता हो। मैले अघि तपाईँहरूलाई देखाएँ नि म चाहिँ एक्लै थिएँ नि त डरसरी छ नि त डर लाग्दा हिँडिरहेको थिएँ कि टनलको लाइट पनि सबै अफ थियो। टेन्सन भएर फसिरहेको थिएँ नि त। अलिकति उज्यालो देखेकोमा चाहिँ म बसेको थिएँ। अहिले भने चाहिँ म स्पिड हिँड्दैछु साथीभाइ डर नै लाग्दैछ हौ। पानी पनि चुँदो रहेछ माथिबाट तक्लो गर्दै एक्लै हिँड्नु त साइको छ कम्पुट बजेको मेरो अघि कस्तो डरलाग्दो अँध्यारो थियो। अहिले हेर्नुहोस् त लाइट जलाएपछि त अलिकति भए पनि उज्यालो भइहाल्छ। नभए त अघि त एकदम डेन्जर थियो। यो त लामो टनल छ नि त सास पनि ठुलो भयो नि। अघि त अँध्यारोमा आइपुग्ने एकैचोटि बिचमा लाइट जाँदा त डरलाग्दो फसेको थिएँ। लामो टनल थियो नि त लामो जस्तै अब चाहिँ निस्किनु लागेको होला। मेरो पनि फर्स्ट टाइम हो यो टनलमा फसेर धेरै साह्रो परेको थियो। उता साथीभाइ अब चाहिँ निस्केँ। कम्ती लामो टनल छैन परबाट पसेर लाइट नहुँदा त केही नदेख्छु। अनि अब भने चाहिँ लामो छ नि त यो चाहिँ बल्ल निस्किसक्यो साथीभाइ हो। टनलबाट बाहिर जस्तै यस्तो पल्लोपट्टिबाट निकालेको टनल हो नि त। सुरु गरेर यहाँ निकालेको नि त